मलाई बाइक चलाउँदाखेरि सबभन्दा अलि नराम्रो लाग्नेवाला अथवा सबभन्दा अलि मनमा छुनेवाला दृश्य के हो भनिसकेपछि कि हेर्नुहोस् गाइस, यो अरूले ट्याक्क पछाडि आफ्नो हुनेवालीलाई ट्याक्क बसालेर हिँड्दा हुन्छन्। आफू भने एक्लै यी पछाडि मिरर एडजस्ट पनि कसलाई गरिदिने, आफूलाई हेर्नलाई गर्ने यी। हे पछाडि पछाडिको सिटमा बस्नको लागि जुन त्यो फुड रेस्ट हुन्छ नि, त्यो पनि उठाउन नपाइने भयो यार अरू कसैको लागि। कहिले हो सबभन्दा धेरै नराम्रो लाग्ने दृश्य भने यही हो। अरूले ट्याक्क लगेर हिँडे, आफू भने यत्तिकै तिनीहरूलाई हेर्दै चित्त बुझाउँदै पछि यिनी भाइहरूलाई मोटिभेसन दिँदै भाइहरूलाई हेर्दै आफू चाहिँ रमाउने। यस्तो छ गाह्रो हो गाइज, गाह्रो हो भनेर त्यो सजिलो केही पनि हुने रहेन रहेछ। सबै गाह्रो हो। रमाइलो होइन यार, त सबलाई रमाइलो रहेछ, मलाई मात्र गाह्रो रहेछ। सबैको देखिन्छ, आफू मात्रै एक्लै। त्यही भएर यिनीहरूलाई देखेँ भने म कुदाइहाल्छु।